नेपालमा फेसबुकले चाहिँ 1 लाख भ्युज पुगेबाट कति पैसा दिन्छ त? कति डलर अर्निङ हुन्छ? यदि तपाईँहरूले म पनि फेसबुक मोनेटाइज गरेर पैसा कमाउँछु भनेर सोचिराख्नु भएको छ भने तपाईँहरूको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण हुन्छ। सबैभन्दा पहिला तपाईँलाई सिधै म मेरो गाउँले केटो फेसबुक एउटा च्यानल छ, त्यो भर्खरै मोनेटाइज भएको छ। कति च्यानल गर्छ म ट्याक्कै तपाईँहरूलाई भन्छु है त। सबैभन्दा फर्स्टमा म स्विच गर्छु है। मेरो दुईटा च्यानल छ, गाउँले केटोमा चाहिँ जान्छु। भर्खरै मेरो मोनेटाइज भएको च्यानल हो। अब यहाँ गएँ, यहाँ गएँ। अब यहाँ प्रोफेसनल ड्यासमा गयो भने अहिलेसम्म मेरो अर्निङ है, अहिलेसम्म अर्निङ सबै डाउन छ, सबै डाउन छ। अब यहाँ गएर सबैभन्दा बढी भ्युज गएको भिडियो हेर्छु है त मैले। सबैभन्दा बढी गएको भ्युज भिडियो प्रायः अब थोरथोरैका हुन्छ मेरो, खासै अब म भाइरल छैन है। अब अझै पनि अब 15-20 हजारमा त अर्निङै हुँदैन क्या। तपाईँलाई देखाउँछु, मैले हिजो रिसेन्टली हालेको भिडियो देखाउँछु है। सबैजनाले मलाई यो हेर्नु कति यहाँ गरेर देखाउँछ तपाईँलाई। 33,000 भ्युज गएको छ, जम्मा $0.60 अनि इन्गेजमेन्ट 5326 छ है। ए 33,000 भ्युज जाँदाखेरि $0.07 ल हेर्नु। अब 1 लाख भएको पनि भ्युज हेर्छु है म। 1 लाख भ्युज भएको, 1 लाख भ्युज भएको अहिले तल गएको छ मेरो। अर्निङ एकदमै जिरो छ क्या। तपाईँ पनि अब फेसबुक मोनेटाइज गरेर चाहिँ म घर गाडी साडी किन्छु भने सोच्दै हुनुहुन्छ भने लगभग नसोच्दा हुन्छ क्या। म पनि पहिला सोच्थेँ धेरै अर्निङ हुन्छ होला भनेर सोच्थेँ है। लास्टमा चाहिँ यसमा ल हेर्नु, यो भिडियो रहेछ। फलो गर्नु भने यस्तो खालको भिडियो बनाएको मैले। यसमा हेरौँ ल, यसमा 1,63,000 फलोवर्स भ्युज गएको थियो। 18,000 इन्गेजमेन्ट भएको छ भने जम्मा $0.90 ल, $98 ल। राम 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 यस्तो छ यार। अनि कहाँबाट होस् त? यो त अति भएन भनेको यार। एकदमै कम छ क्या, एकदमै कम। सोच्या भन्दा पनि एकदमै पुरै कम क्या, पुरै कम। कम्ती क्या नि 1 लाख भ्युजमा $8-9 त बन्नुपर्ने हो नि। छैन क्या। त्यही भएर मलाई मनै मऱ्यो क्या यसबाट भिडियो बनाउन नि। त्यही भएर मैले भर्खरै गाउँले केटो भनेर युट्युब च्यानल खोलेको छु। सबै त्यहाँ ट्याक्क लगाएर जोडिनु ल। अब युट्युबतिर लाग्नुपर्छ हामी सबै यार। तर पैसा थोरै आयो भन्दैमा कसैले पनि सानो मन गरेर बनाउन छोड्ने चाहिँ होइन, मेहनत गरिराख्ने के थाहा पछि बढ्छ कि है।